दिदीबहिनीहरू र विशेषतः कृषि शाखा पशु शाखा जसले लामो मेहनतका साथ आज 9वटा स्टलमा भरिभराउ रूपमा 9वटा पनि खोजाखोज गरेर आफ्ना प्रदर्शनीहरूलाई प्रस्तुत गर्नुभएको छ। यसमा तपाईँ कृषि शाखाका सम्पूर्ण कर्मचारीहरूको पसिना छ, तपाईँ कृषक दाजुभाइ दिदीबहिनीहरूको त्यहाँ पसिना छ, त्यसमा रगत छ, यसमा मेहनत छ। जुन मेहनतका साथ तपाईँले स्टललाई भरिभराउ बनाउनु भयो र गौरीशंकर गाउँपालिकाका उद्यमीहरू, गौरीशंकर गाउँपालिकाका कृषकहरू हामी मेहनती छौँ र हामीले हाम्रो माटोमा भिज्न जानेका छौँ, हाम्रो माटोलाई चिनेका छौँ भन्ने कुराको परिचित गराउनु भयो। तसर्थ म सम्पूर्ण कृषक आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु कि हामीले तपाईँको यो कृषक आज प्रदर्शनी मात्रै होइन, पालिकाले घोषणा गरेको छ सिंगटीमा अर्को एउटा हामीले अर्को पसल खोलेका छौँ कि तपाईँले उत्पादन भएका सम्पूर्ण सामग्री त्यो एउटा गोलभेडा किन्नुहोस् अथवा एउटा खोर्सानी किन्नुहोस् अथवा त्यो कोही चाहिँ धेरै परिणामको आलु किन्नुहोस्, हामीले सम्पूर्ण रूपले पालिकाले जिम्मा लिनेछौँ। तपाईँको 1 रुपियाँको सामान होस् अथवा करोडको सामान होस्, कृषिमा उत्पादन गरेका सामानहरू पालिकाले खरिद गरिदिनेछ भन्ने अभियानका साथ हामीले सुरुवात गरेका छौँ र त्यसैको फलोको रूपमा तपाईँहरू जसरी आउनु भएको छ हामीले तपाईँहरूलाई आगामी दिनमा गर्नुपर्ने साथ सहयोग र समर्थनलाई हामी सदैव तपाईँहरूको बिचमा रहनेछौँ र गौरीशंकर माटोलाई हामीले एउटा उर्वर माटोको रूपमा परिचित गराउनेछौँ। यो प्रतिबद्धता तपाईँहरूको बिचमा व्यक्त गर्न चाहन्छु। आज हामीले सँगसँगै खेल मेला आयोजना गरेका छौँ कि गौरीशंकरमा पनि फुटबल हुँदो रहेछ भनेर आज केही मिडियाहरूले केही साथीहरूले फेसबुकमा लेख्न भ्याएका छन्। हामीले हाम्रो चौरलाई सुन्दर बनाएका छौँ, हाम्रो जस्तो अवस्था छ त्यसलाई सुन्दरता बनाएका छौँ र फुटबल खेलाएका छौँ र आज फुटबल मात्रै होइन, गौरीशंकर गाउँपालिकाले गौरीशंकर एकाडेमी बनाएर आज मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा क्रिकेट पनि खेलाउँदैछ। यो गौरीशंकरको एउटा पहिचान हो, यो हाम्रो गर्वको कुरा हो। तसर्थ सम्पूर्ण खेलाडी साथीहरूलाई अनुशासितपूर्वक खेल्नुपर्छ। यसले गौरीशंकरको नाम मात्रै होइन, भोलि अन्तर्राष्ट्रिय रूपमा गौरीशंकरको छविलाई पुर्याउनेछ। जसरी गौरीशंकर आज अटल छ त्यसै गरी खेलाडी साथीहरूले आफ्नो अनुशासन र आफ्नो मर्यादामा रहेर खेल दिनुभयो भने गौरीशंकरलाई हामीले उच्च स्थानमा पुर्याउन सफल हुनेछौँ। यो विश्वास हामीले लिएका छौँ र यसैको आधारमा आज हामीले गौरीशंकर गाउँपालिकाले फुटबल र भलिबल आयोजना गरेका छौँ। म अर्को प्रसङ्ग कि आज सम्मानित गर्ने हामीले एउटा अवसर मिल्यो, केदार खड्का लगायत विभिन्न संस्थाहरू जो बारीको बेलामा होस् अथवा शिक्षामा अप्ठ्यारो पर्दा अथवा स्वास्थ्यमा अप्ठ्यारो पर्दा हामीले सदैव हाम्रा हातहरूलाई चाहिँ सहयोगी हातहरू हामीले जहिल्यै फैलिएर राख्यौँ र उहाँले साथ सहयोग दिइराख्नुभयो। आजको सन्दर्भमा हामीले तपाईँहरूलाई सम्मानित गर्न पायौँ, योभन्दा बाहेक हामीसँग अर्को उपाय थिएन। तसर्थ हामी भोलिको दिनमा पनि तपाईँहरूलाई यसै गरी सहयोग र समर्थनको लागि म अपिल गर्न चाहन्छु। आज नै यो अन्तिम कुरा होइन कि भोलि पनि तपाईँले यसै गरी साथ सहयोग र समर्थन गरिराख्नु हुनेछ, म यो अपेक्षा गर्न चाहन्छु। हामी गौरीशंकर गाउँपालिका कि भौगोलिक हिसाबले हामी विकट छौँ, हामी अप्ठ्यारोमा छौँ, तथापि पनि हामी आज अघि नै पूर्व पालिका अध्यक्षज्यूले भनिसक्नु भएको छ कि हामी 8 वर्षको खुड्किला हामी पार गर्दैछौँ। त्यो खुड्किलामा हामी हिँड्दै छौँ र हामीले अघिल्ला सरकारहरू अथवा अघिल्ला सङ्घका सरकार, अघिल्ला प्रदेशका सरकार अथवा विभिन्न निकायमा विभिन्न कालखण्डमा भएका सरकारहरूको काम र हामीले 8 वर्ष गरेको कामको गिन्दै हिसाब हामी सबैले गरेका छौँ। हामीले मनमनै गरेका छौँ, कसैले देख्ने गरी गरेका छौँ। तसर्थ केही न केही विकासको अवस्था, केही न केही विकासको खुड्किलो हामीले पुर्याउन सफल भएका छौँ होला। यो पालिका यतिकै बनेको थिएन होला, यो बाटो यतिकै बनेको अवस्था थिएन होला। आज केही साथीहरूलाई टिकटकमा भाइरल बन्नको निमित्त अथवा सामाजिक सञ्जालमा लेख्नको निमित्त त सजिलो छ होला, तर काम गर्नको निमित्त अथवा गौरीशंकर गाउँपालिकामा यहाँ ठुलो पैसाको भण्डार छ। यो विश्वास कार्कीले बाँड्नलाई किन अल्छी गरेको? हिजो 5 वर्ष कार्यकालमा त्यहाँ पनि ठुलै भण्डार थियो, स्वयं खड्काले किन चाहिँ अप्ठ्यारो मानेको भन्ने आजको बुझाइले हामी सामाजिक सञ्जालहरूमा लेखेका देखिरहेका छौँ। हामीलाई थाहा छ आज गौरीशंकर गाउँपालिकाले पूर्वाधारको विकासको हिसाबले हेर्दाखेरि आज जुन खोलामा पुल बनाउन बाँकी छ, त्यहाँको खोलामा भर्खर ठेक्का लागेको छ। हामीलाई झाङ्ग्रालीमा भर्खर हामीले डिपिआर गरेर यो वर्ष अलिकति बजेट बनाएका थियौँ, तर सरकारको अस्थिरताको कारणले त्यो सम्पन्न हुन सकेन। हामीसँग अरू थुप्रै पुलहरू बनाउन बाँकी छ। आज मार्बु र सिक्पासोरको पुल बनाउन बाँकी छ। आज हामीले 7 नम्बर र 8 नम्बरका पुलहरूलाई जोड्न बाँकी छ। आज 9 नम्बर वडा
जोड्ने पुल बनाउन बाँकी छ। आज सडकको हिसाबले 9 नम्बर गाउँमा हामी पुग्दाखेरि हामी सबैलाई अप्ठ्यारो लागेको छ। सिमी गाउँमा आज पनि हामीले बाटो पुर्याउन सकेका छैनौँ र वर्षै पछि हाम्रा प्रतिबद्धताहरू छन्, हाम्रा घोषणा पत्रहरू छन् कि हामीले बाटो पुर्याउँछौँ भन्ने आशा त्यहाँका जनतालाई देखाइराखेका छौँ। हामी अप्ठ्यारो कुराहरू हामीले सकेको कामहरू गरेका छौँ। यसपालि पनि हामीले जगतखेलीबाट होस् अथवा तासिन्दामबाट होस्, दुवै क्षेत्रबाट हामीले सकेको हाम्रो पालिकाले गरेको प्रयत्न हामीले गरेका छौँ। हामीले हाम्रो जति स्रोत छ त्यो स्रोतलाई छुट्याएर हामीले काम गर्ने प्रयत्न गरेका छौँ। अहिले पनि मेसिनहरू चलाइराखेका छौँ। अहिले पनि ब्लास्टिन हान्नको निमित्त हामीले अप्पर तामकोइसँग होस् अथवा गौरी शङ्कर समष्टि क्षेत्रसँग होस् अथवा जिल्ला प्रशासन कार्यालयसँग होस्, हामीले धाइलिराखेका छौँ। यी विभिन्न समस्याहरू छन्। आज शिक्षाको हिसाबले हेर्दाखेरि हिजो जस्तो विद्यार्थी संख्या छैन, तथापि हामीलाई यसलाई व्यवस्थित बनाउनु छ, यसलाई गुणस्तरीय बनाउनु छ, यसलाई आवश्यक बनाउनु छ। यो हाम्रो घोषणा थियो र हामीले 6वटै विद्यालय माध्यमिक विद्यालयहरूलाई आवश्यक रूपमा सुरुवात गरेका छौँ। यसको हामीले विकास गर्नु छ, यसको व्यवस्थापन गर्नु छ। यो चुनौती हामीसँग छन्। स्वास्थ्यको क्षेत्रमा हामीले स्वास्थ्य इकाइहरू केही न केही नयाँ ढङ्गले बनायौँ। अहिले टाढाका बिरामीहरूलाई स्वास्थ्यका लागि नयाँ स्वास्थ्य इकाइहरू बनायौँ। हामी पिएचसी हस्पिटल बनाउँदैछौँ, नयाँ डाक्टरको दरबन्दी व्यवस्था गर्दैछौँ। यी विभिन्न कालखण्डमा हामी कामहरू गर्दैछौँ र आज हामी माथिल्लो सरकारको स्तरमा हेर्दाखेरि हामीसँग खास होस्टे गर्ने हैसियत गर्ने खालको सरकारको भूमिका हामीसँग छ जस्तो लाग्दैन। आज पछिल्लो निर्वाचन पश्चात हामीसँग केही मानिनेहरूले अथवा पछिल्लो चरण निर्वाचित मान्नेहरूलाई हामीलाई बजेटको सिलिङ दिनु पर्यो, के योजना हाल्ने भन्ने कुरा दिनुभएको थियो, माग्नु भएको थियो र हामीले पनि गाउँपालिकाको तर्फबाट हामीले पठाएका छौँ। ठुलै परिणाममा पठाएका छौँ। यो लेख्न हामीलाई पनि आउँछ, यो प्रचार गर्न हामीलाई पनि आउँछ, फेसबुकमा लेख्न हामीलाई पनि आउला र हामीले हेर्नु छ कि नयाँ सरकार जसरी एकै दिनमा सारा संसार कब्जा हुन सके जसरी देशको विकास त्यसरी सम्भव नहोला। हामीले गौरी शङ्कर गाउँपालिकाले ठुलो आशा गरेका छौँ। माननीयहरूले हामी गौरी शङ्करलाई कोट गरेर केही भाषणहरू पनि गर्नुभएको छ त हामी आशावादी छौँ। गौरी शङ्करवासी अर्कोचोटि यहाँबाट कम्ती सुरीबाट कम्तीमा पनि चम्फु हुँदै मार्बुसम्म पक्की बाटोमा पिचमा जान पाइयोस्। यी झाङरालीका पुलहरू नबनेका पुलहरू हामीले जुन हामी डिपिआर मार्फत केही ठेक्काहरू लागेका पुलहरू छन्, यो अर्ध अवस्थामा रहेका पुलहरू बनोस्। सिद्धाको थानदेखि जुङ्गु झ्याको हुँदै सुरीसम्मको सडक हामीले सुरुवात गरेका छौँ। हामी काम गर्दैछौँ। थप बजेट आएर कम्तीमा यो बाटो हामी पनि पिचमा हिँड्न पाऊँ, हामी यो अपेक्षामा छौँ। तसर्थ हामी यो गौरी शङ्करको नागरिक भएको हिसाबले, यहाँको सरकार प्रमुख भएको हिसाबले हामीले आफ्ना स्रोत साधनले जति काम गरेका छौँ त्यो हामीले गरेकै छौँ। तथापि हामी माथिल्लो सरकारसँग, प्रदेश सरकारसँग